फाइनली गाइस हस्पिटल आइसकेको छौँ हामी। दिदी भेट्न आएको हो नि त आज हामी, त्यो भएर नानी त भोलि मात्र हुने अरे। त्यही पनि अब हस्पिटल आइसकेपछि आएर जाऊँ भनेर भोलिपल्ट आउनुपर्ने हुन्थ्यो, त्यही पनि आएर जाऊँ भनेर। हेर्नु साथीहरू, मान्छेहरू इलाम पुग्छन् चियाबारी हेर्न, हाम्रो गाउँमै छ। घुम्दा घुम्दा साह्रै तिर्खा लाग्यो, अब पानी खानु पर्यो भनेर धारा नेतापुर रहेछ नदेखेर खोज्दा खोज्दा। हेलो साथीहरू, मासु लिन आयो अब यहाँ होइन, लाली गुराँस मासु पसल रहेछ मासु। देखिँदैछ। वाउ, अब छोरीको पालो, अब काकीको पालो है। तिमी त्यहाँ नजाऊ न। वाउ, बस्ने ठाउँ छैन जस्तो त भिड जस्तो। खाजा आइसकेको छ हाम्रो, चाउमिन हेलो साथीहरू, लासो फ्याकुला हजुरलाई स्वागत छ दिमागी युट्युब च्यानलमा। आज चाहिँ हामी हस्पिटल गइरहेको छौँ। त्यता फाइनली हामी पुग्न आँटेको हस्पिटल। यता हेलो गर्दै उता हस्पिटल ल्याएको छ, त्यही भएर हामी हस्पिटल जाँदैछौँ सबैजना। मेरो नानीलाई सब्सक्राइब गरिदिनु भन। प्लिज भन न, प्लिज भन। ल यो मेची हस्पिटल नयाँ भवन बनेको यो चाहिँ है, त पुरानै भवनमा राखेको छ अरे। दुईतिर छ नि त, यता पुरानो भवन पल्लोपट्टि छ, यता पूर्वपट्टि चाहिँ नयाँ भवन बनेको, पश्चिमपट्टि चाहिँ पुरानो भवन छ। पश्चिमपट्टि जानुपर्ने हुन्छ हामी। डेलिभरी हुन दिदी ल्याइराखेको छ नि त, त्यो भएर नानी त भोलि मात्र हुन्छ अरे। त्यही पनि अब आज हस्पिटल ल्याएपछि भेटेर एकछिन भेटेर जाऊँ भनेर, त्यो भएर आएको हामी यहाँ हस्पिटल। माथिपट्टि राखेको छ दिदीलाई। हामी हस्पिटल आइसकेका छौँ। लाज लाग्यो अरे बहिनीलाई चाहिँ फेरि कस्तो लाग्छ हौ, के भयो? कता राखेको छ दिदीलाई? माथिल्लोबाट आइपुगेको छौँ, कतापट्टि राखेको छ थाहा छैन दिदीलाई। अब हेरिरहेको छौँ, अब नानीहरू बच्चा अडेर त्यतातिर नानीहरू राख्नु डेलिभरी हुने ठाउँ त, त्यो पनि हेरिरहेको छौँ। कतापट्टि फोन नगरी आएको नि त दिदीलाई आज, त्यो भएर क्या कहाँ हुनुहुन्छ कतापट्टि उहाँ हुनुहुँदो रहेछ, हिँड्नु हुँदैछ, हाँस्नु हुँदैछ हामीलाई देखेर। फोन नगरिकन आएको थियौँ नि त, नभनिकन। त्यो यसपछि जानुपर्छ घुम्नलाई जाऊँ भन्छ बहिनीहरू। साथीहरू, अब हामी महेन्द्र पार्क आइसकेको छौँ। हेर्नुहोस् यस्तो रहेको छ भ्यू। कतापट्टि जाने? यता राम्रो छ। म त आएको छैन, फर्स्टचोटि हो म त यहाँ। यस्तो घाममा कता खेल्नु चिप्लेटी चाहिँ अनि। यस्तो घाम छ त अनि सुस्मिता, घाम छ त अनि। कहाँ यहाँदेखि ला तपाईँ पनि खेल्नु हुने? राम कहाँ? अनि तपाईँ चाहिँ अट्नुहुन्छ? लु खेल्नु खेल्नु, म भिडियो बनाइदिन्छु नि त। ल हेर्नुहोस् यहाँ बहिनीहरू, लु अझ सानो बहिनी हुनुहुन्छ यता। हामीले सानो बहिनी हुनुहुन्छ यता, ठुलो बहिनी हुनुहुन्छ यता। ऊ यता खेल्ने अरे। लु 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 लडिन्छ लडिन्छ। लु फोर्छ प्यान बिग्रेला सबै, पस्न नसक्ने। उताबाट लाग्छ, उताबाट आऊ न, उताबाट जाऊ न, उताबाट त्यहाँ लडिन्छ लडिन्छ, त्यता लडिन्छ। यता हेर राम्रै रहेछ त नि, म त आएकै थिइनँ हौ। फुलहरू अरे अहिले पनि राम्रै छ त। यता पनि राम्रो रहेछ त भ्यू। वाउ दामी। घामले त रहनमा टर्को छ, राम्रो रहेछ त। हेर्नुहोस् साथीहरू, चन्द्रगढीको महेन्द्र पार्क। कता कतापट्टि छ? कतापट्टि छ? यतापट्टि घुमौँ न फर्स्टमा। राम्रो रहेछ त नि। यता रहेको छ यस्तो। हजुर अब शीतल हुन्जेलसम्म कति बेलासम्म बस्नु अब?
कताबाट छ यताबाट बाटो हुन्थ्यो नि के गर्नु अब यस्तो रहेछ यता चाहिँ राम्रो ए यहाँबाट पानी निस्किने पनि रहेछ त नि पानी चाहिँ कतिखेर निस्किन्छ सुस्मिता पानी चाहिँ कतिखेर निस्किन्छ यहाँ ला निस्किन्छ त नि सुस्मिता दामी हुन्छ पानी निस्किन्छ यहाँबाट पानी निस्किँदैन त ए राम्रो भ्यू रहेछ हौ कस्तो यहीँ आएर पनि यहाँ नआएको हामी चाहिँ कति आइराखिन्छ र पनि छिर्न चाहिँ छिरेको थिएन नि तपाईँ छिर्नु भएको थियो यहाँ म चाहिँ आएको थिइनँ ल म फर्स्टचोटि ल हो र कतापट्टिको साइड अलिक शीतल चाहिँ यता रहेछ पिङ चाहिँ यता जाऊँ न यस्तो रहेको छ है साथीहरू हेर्नुहोस् कस्तो घाम अनुहारमै डल्यो बोल्नु यतापट्टि रहेछ हौ ला चुट्टिएको छ कि क्या मलाई त थाम्दैन कि क्या हो मोटो मान्छेलाई अरे हा गङ्गा दिदी पिङ रहेछ हौ यहाँ भाँचिसकेको रहेछ तर पिङ त थाम्दैन होला थाम्छ गङ्गा दिदी यहाँ आउनु त भिडियो गरिदिनु त म खेल्छु आऊ म खेल्छु ल फर्स्टमा म खेल्छु ल आऊ 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 मम्मीले गरिदिनुहुन्छ ल म खेल्नु पर्यो पिङ गङ्गा दिदी यसरी समाइदिनु न ल यसरी ल खै छोड्दा लाग्छ थाम्छ कि थाम्न चाहिँ छोड लाग्छ यत्रो फलाउँदै छु दिन्छ त लाग्छ भने बुझ्यो वाउ वाउ छोरी हाई गरिदेऊ एकपल्ट तिमी पनि हाई गरिदेऊ हेलो हेलो भनिदिनु ए आउनु नि त आउनु खेल न खेल एकपल्ट खेल माइली ल ओइ माइली उतालाई एकचोटि पनि खेलाउँछु यता बहिनीको सेल्फी जाँदैछ यता आइफोनबाट जाँदैछ फेरि खर्चा खाने फेरि यता त फेरि सक्छ त कसैले सक्दैन नि फेरि अनि कहाँ तपाईँको आइफोन कहाँ फेरि भिडियो बनाऊ न जस्तो ल ल घाम डल्क्यो नि त मेरो अनुहारमा त नि डार्लिङ ल ल ल ल दामी ल भरे सेन्ड गरिदिनु आइफोनबाट चाहिँ अरे राम्रो छ ए यहाँ फुलहरू झन् राम्रो हेर्नु साथीहरू दामी चिप्लेटी यता रहेछ यहाँको पिङहरू चाहिँ सबै बिग्रेको रहेछ राम्रो राम्रो सानो बेबीमा पिङ खेल्नु हुँदैछ हाम्रो सानो हो म खेल्छु लु एकछिन लु समाइदिनु क्यामेरा खेलौँ गरेर हत्तु भन्नु त त्यही पढ्दै कुद्दैछ आउनु सानो बेबी गर्ल ओ माई गॉड भयो हाल त्यस्तो छ खेल लु खेल कहाँ खेल्ने अरे खेल्छ चिप्लेटी खेल्छ अरे ओ शीतलमा बस नि तिमी हेलो चढ बेबी चढ अब आज चाहिँ काकीको भ्लगमा भाउ बेसरी आउने रहेछौँ हामी अलिक राम्रो चाहिँ हाल है नराम्रो नहाल नि चढ न चढ छिटो चढ बाबले छैन अरे ल लु 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 झर लुगा च्यात्तेला नि देखिँदैछ वाउ अब छोरीको पालो अब काकीको पालो है तिमी त्यहाँ नजाऊ न वाउ लुगा च्यातिन्छ सबै फोहोर भयो लुगा भयो अझै खेल्ने
ओइ वाउ लु भयो यहीँ छ शीतल त उहाँ शीतल छ वही पर बसौँ न कहाँ पर वहाँ बसौँ न आऊ हिँड भयो हामी आज यस्तो ठाउँमा घुम्न आएको छौँ महेन्द्र पार्क फुल छ दामी टिप्नु त दिँदैन होला टिप्नु हुँदैन नि घुम्दा घुम्दा तिर्खा लाग्यो अब गलेर आमामामा घाम यस्तो घाम लागेको छ आज फेरि धारा उता खोजेको नभेटेर यता लास्टमा यतापट्टि रहेछ नदेखेर बल्ल बल्ल भेटेर पानी खायो अब खाजा खाने बेला भयो खाजा खानालाई गइरहेको छौँ हामी सबैजना के खाने भन्नु छ जहीँ गयो भने जतै गयो भने चाउमिन र मोमो त छोडिँदैन साथीहरू है खाजा के खाने भन्दाखेरि फर्स्टमा के आउँछ चाउमिन या मोमो अरू केही आउँदैन सोचाइ नि गर्मी यस्तो भइरहेको थियो कहाँ बस्ने भन्दाखेरि फ्यानको सिधा खाजा आइसकेको छ हाम्रो चाउमिन त्यसपछि चाहिँ अब घर जाने बेला भएको छ अटो हामीले घरबाटै बोलाएको थियौँ बिहान पनि त्यही अटोमा आएको थियौँ त्यसपछि जाने बेला पनि त्यही अटोलाई फोन गरिरहेको छौँ म आउँदैछु भन्नुहुँदै थियो 5 मिनटमा आइपुग्यो भन्नुहुँदै आउने भएको छ हामी कुरिरहेको छौँ हस् साथीहरू आजलाई यति नै हस् हुन्छ बाई बाई